ल है त आज हामी टिन्डोराको तरकारी बनाऊँ। टिन्डोरालाई पहिला धुऊँ, त्यसपछि काटौँ लामो लामो आकारमा, अनि त्यसपछि आलुलाई काटौँ। अब प्यान बसालौँ है त। प्यानमा जिरा हालौँ, अनि मेथी हालौँ, अनि त्यो जुन साउन्ड आउँछ नि पिटिक पिटिक, कस्तो आनन्दक साउन्ड है। अनि त्यसमा हामीले आलु हाल्छौँ है त। आलु हालिसके पछाडि हामीले आलुलाई मजाले भुट्छौँ जबसम्म त्यसको कलर गोल्डन हुँदैन। ल हेर्नुहोस् त, आलुको कलर पनि चेन्ज भएछ है, गोल्डन गोल्डन भएछ। अब लसुन अदुवा खुर्सानी हालिदिउँ, अनि त्यसमा बेसार पनि हालिदिउँ थोरै, अनि स्वादअनुसार नुन पनि हालिदिउँ। अनि सबैलाई एकछिन चलाउँ, मजाले चलाउँ, सबैतिर लागोस् नि त। म चाहिँ आज प्याज चाहिँ हाल्दिनँ है, मेरो मम्मीले पनि प्याज हाल्नु हुँदैन, त्यही भएर म आज प्याज स्किप गरेको छु। त्यसपछि ल है त, अब हामीले अघि काटेर राखेको थियौँ नि टिन्डोरा, त्यसलाई हालिदिउँ। त्यसलाई हालेर उल्टाइ पुल्टाइ गरेर मजाले चलाऊ। अनि त्यसलाई ग्यास चाहिँ मिडियममा राखेर पकाउने, किनभने मिडियममा राख्दाखेरि भित्रसम्म गएर मिठो गरी पाक्छ। तर ढिलो भए तापनि मिठो गरी पाक्छ, धेरै ढिला त हुँदैन। यत्तिकै छोडिदिने, चलाउने, छोडिदिने गरेर जस पाक्न दिने। टिन्डोरालाई पनि गोल्डन कलर चेन्ज हुँदैसम्म पकाउने। त्यसपछि हामीले थोरै गरम मसला हालिदिन्छौँ, अरू केही पनि हाल्दैनौँ, लाइक थोरै मसला मात्र हाल्छौँ। अनि त्यसपछि चाहिँ हामीले थोरै टमाटर हाल्छौँ। अनि टमाटरलाई चाहिँ हेर्नु न, मैले यसरी छोपिदिएको छु नि त, किनभने यसरी छोप्यो भने छिटै पाक्छ अरे के, त्यही भएर मैले पनि ट्राई गरिदिएको। अनि हेर्नु न, टमाटर पनि कति छिटो पाकेछ। ओहो, कस्तो मिठो खाउँ खाउँ पो देखियो त। ल है त, मैले पनि बाउलमा राखेर सर्भ गरेँ। हजुरहरू पनि यसै गरी बनाएर खानुहोला। धन्यवाद।